हेलो हेलो वाट्सअप सबैजनालाई सेकुवा जिग्री बियर तपाईँको जिग्री चाहिँ को मेरो जिग्री चाहिँ यहीँ अगाडि छ होइन। जिग्रीमा लन्च गरियो। अब हामी चाहिँ यहाँबाट लाग्दैछौँ। यो साथले कुलेश्वर छोड्न पर्ने छ। भतिज लन्च भयो होइन त जिग्रीमा? लन्च भयो। अब हाम्रो यात्रा सुरु भयो है तिम्रो कुलेश्वरसम्म होइन त? चितवनको यात्रा हुँदैछ। 2:10 हिँड्दैछु हो। मेरो यात्रा राम्रै होला भन्ने आशा गर्दै काठमाडौँलाई छोड्दैछु अब मैले। तलबाट जाने र कस्तो रोकेको होला? के रोकेको गाडी? तर हाल्यो रोक रोक रोक। ए ड्राइभर कस्तो ठाउँमा रोक्या त नि यो? अलिक मिलाएर रोक्नु नि है। के गराइरह? मैले चाहिँ सोचिरह केटा गराइरह है। यसको इन्जिन चेक गराउनु पर्ने ठाउँमा त्यो यो गरा हो, इन्जिन गार्ड गरा जस्तो छ कि है। त्यही गरा हो। ल सियु भतिज है। अब चितवनमा भेटौँला। A few minutes later. यसो जायो भने यो रिङ रोड हो होइन। त्यो बलको चोकेमा छु। यस्तो भिड छ यार। अब कसैले होइन होला माथि हेरिरहेको क्रसिङमा रोक्न पाइँदैन यसरी। बल्पुबाट चाहिँ मलाई लाग्यो होइन। अब म चाहिँ अब दक्षिण कालीतिर लाग्दैछु। अलिकति यस्तो राम्रो हुँदैन शीतल टाइपको चाहिँ ओक्सो पायो भने त्यस्तो रोक्न छ। यहाँ हल्का मेरो इन्जिन गार्डमा समस्या आयो। कटाक आवाज आइरहेको थियो होइन। अलि यहाँ चाहिँ भिड छ, अलिक खुल्ला चाहिएको छ। मलाई ढिलो नि भइरहेको छ हल्का। बाटो धेरै पछि म चाहिँ जाँदैछु। कस्तो छ बाटो थाहा छैन। इट्स माई सोलो ट्रिप फर टुडे। यो चाहिँ चोबार गेट हो। यहाँ उसो खै छैन।
दाइ दाइको हुन्छ हुन्न दाइ हुन्छ यो हल्का आवाज आयो कि ट्राई गर्न मिल्छ होला के आइडिया छ मेरो ब्याग यस्तो छ पालेको गरिहाल्छ अनि तेल पनि हाल्नु पर्यो यसमा ढुङ्गा अडिया चाहिँ यहाँभित्र हो त थन्डरबर्ड यहाँबाट लेफ्ट लायो भने चाहिँ जलविनायक मन्दिर पुगिन्छ भने हामी चाहिँ अब सिधै लाग्दैछौँ फार्पिङतिर जाँदैछौँ हामी चाहिँ यहाँबाट होइन हामी चाहिँ होइन म चाहिँ र मेरो बाइक त्यही भएर हामी भयो यो चाहिँ चोबारको एकदमै खुल्ला ऊ हो क्या खुल्ला मञ्च टाइपको बस्थ्यो तर यहाँ चाहिँ अटोहरूको लागि मञ्च हो यो खतरा जति गाडीहरू आएका छन् सबै यहाँ यस्तो यस्तो भन्दा पनि राख्ने एउटा डिपो जस्तो हो न हो है खुल्ला बन्द गृह है के भन्दो रहेछ यसलाई चाहिँ होइन अनि वेन एभर यु राइड होइन जहिले पनि राइड गर्दाखेरि चाहिँ मेन भनेको चाहिँ लुकिङ ग्लास हेर्नु पऱ्यो फर्स्ट कुरा चाहिँ राइटको मिरर ग्लास लेफ्टको मिरर ग्लास अनलाइनमा छ कि छैन टक्कै हेर्नु पऱ्यो पछाडिको मैले ट्याक्क देखेको छु देखिएन भन्ने कुरो होइन थाहा पाउनु पऱ्यो अनि मेन भनेको चाहिँ सिटिङ पोजिसन सिटिङ पोस्चर चाहिँ मिलाउनु पऱ्यो आफ्नो सिटिङ पोस्चर मिलाएपछि चाहिँ अनि आफू ब्यालेन्स भइन्छ त्यसपछि बाइकलाई ब्यालेन्स गर्न सकेपछि त मिरर ग्लासहरू हेर्नु पऱ्यो दायाँ बायाँको अनि म चाहिँ अहिले एकदमै काठमाडौँ ब्रिक वा कन्क्रिट भ्यालीले चाहिँ अलिक स्केप गरेर पुरा नेचरमा म बिस्तारै माथितिर लम्किँदैछु यसको पनि छुट्टै मजा बेग्लै छ है अब यहाँ थोरै अगाडि चौडा आउँछ जहाँ चाहिँ माछाहरूको एकदमै सुरु गरेर राखेको हुन्छ त्यहाँ माछालाई दानासाना खुवाउने एउटा छ होइन पोखरी चौडा लेक गाडी पनि आयो भिड छ क्या हो बजार क्षेत्र भएर चाहिँ हल्का ट्राफिक भएको रहेछ यो चाहिँ दक्षिणकाली नगरपालिकामा हामी छिर्यो है त ल दक्षिण नगरपालिकामा मलाई स्वागत छ
राजा रानी हाम्रै हो अन्डरटेकर एन्ड र्याम्बो इज हियर गाडी पछाडि ओहो सबै सोची छ पानी अरे हो कितन जान्दैछ ओहो ओहो ए भन्ने बित्ति लास्टै पारो लाग्छ मलाई त तर यसै क्रस लिन गर्नु हुँदैन ओटा हान्नु हुन्न है जहिले कहिले पनि एउटा आयो भने थाहा हुनु भने ओटा हान्नु भएन अब सिङ्गल लेनमा चाहिँ ओट्याक भन्छु मेरो ओटेक हो ओहो यस्तो पाराले त हेलो हेलो पप्पी सानो बच्चा रहेछ यार घर जाँदैछ यो पनि भन्ज्याङ आइयो भन्ज्याङ चिसो भएर पानी त परेन भने
हेटौडाको लागि सिधै माथि एउटा यस्तो चोक छ होइन, यहाँ झुकिन सकिन्छ, यसो माथि जानु पऱ्यो है। कस्तो च्यापेल्याएको गान्डो रहेछ। ओए बबाल बिल्डिङ छ यार, त के भन्दै रे। बाटो साँघुरो रहेछ यहाँ र चाहिँ होइन। यहाँ साउथ टोइलेट पनि रहेछ है, सुविधा राम्रो होला। यतातिर चाहिँ मैले बढी चाहिँ एकदमै नस्पति देखेँ, नस्पति सिजन भएर होला होइन। उता हेरेर चाहिँ नस्पतिको फोटोहरू थियो। बाटो हल्का साँघुरो रहेछ त, ठिकै छ। हल्का बिस्तारै बिस्तारै गर्दा गर्दै होइन, हाततिर गएर नि केही हुने होला छैन। बिस्तारै जाने, अरूलाई पनि यस्तो छिर्न दिने होइन, आफू पनि छिर्ने। मिलेर गयो भने चाहिँ अगाडि बढिन्छ होइन। कुरो के हो, मेरो कुरो ठिक हो। घुमाने 1 किलोमिटर रे। ठाडै उकालो रहेछ यार। यहाँ पुरा हजुर त्यहाँ चाहिँ मकै नास्पाती छ क्या, मस्त मजा आयो। त्यो त कोही बसेन यार।
मैले भ्यू चाहिँ देख्न पाउन्न। यहाँबाट देखिने भ्यू भनेको चाहिँ यस्तो भ्यू छ है। हजुरहरूले देख्न सक्नुभयो कि सक्नु भएन, पुरै कङ्क्रिट छ। त सबै बजार एरिया हो यति होइन। म त्यत्रो छलेर यहाँ आइपुगेँ। अब यो ठाउँको नाम हो मकनपुर छिर्या हो। म ट्याक्कै ल घुमाउने बजार। म अहिले ठ्याक्क ललितपुर म अहिले मकनपुर आइपुगेँ। ललितपुरबाट कटेर म अहिले मकनपुर छु। सरी गढी भने चिप्ले छ त्यसलाई म माफ पाऊ। फाइनल्ली म अहिले मकवानपुर छु। जे भए पनि म आधी घन्टामा चाहिँ एउटा जिल्ला कटेछु, ललितपुर कटेँ। अनि अहिले चाहिँ मकवानपुर छु। अब म मकवानपुरकोतिरको उकालो उरालो लाग्दैछु। अलि एक्सपिरियन्स छैन क्या पुरा मोडेर। कस्तो फोहोर फाले होला यार, प्लास्टिक चाहिँ नफालौँ न, झ्यालबाट फुतु यार। अलिकति सबै यार त्यत्रो देशको लागि विकास गर्ने भनेर त्यत्रो जेएनजीले त्यत्रो प्रोटेस्ट गर्यो है। तर मान्छेहरू अझै पनि त्यस्तै भएको छन् के। मेन भनेको चाहिँ होइन, आफू सुध्रिनु पऱ्यो अनि बल्ल देश विकास हुन्छ क्या। सरकारलाई पनि दोष दिने यो त्यो भनेर चाहिँ हुँदैन यार। भर्खरै होइन झ्याल ढोकाबाट पुरा फालिदिएर क्या। अब झ्यालबाट पुरा फालिदिएर प्लास्टिक। बाबाले पनि भन्नु पऱ्यो कि यस्तै नफाल छोराछोरी भन्दा यार। कसरी जानु राकस खोला रह्यो। एकदमै दुःख दिने भएर होला कि यसले खोला। राकस खोला किन भएको राजा दाइको मेरो सोचाइले भने चाहिँ एकदम दुःख दिने भएर क्या गाउँभरिलाई यो खोलाले एकदम दुःख देखाउँदै गर्ने रे होइन। अनि त्यसले राकस खोला भयो रे। कालिका मावि
फर्पिङ काठमाडौँ जाने भर्खर आएको बाटो भयो म होइन। यसलाई भन्छ काफल डाँडा भन्दो रहेछ यो डाँडोलाई चाहिँ है। यति काफल त सायद धेरै नै काफल नभएर होला। अब म जाँदैछु कुलेखानीतिर। गोरी आमा हुँदो रहेछ, अब तरकारी किनेर काम छैन मलाई। ठाउँ पनि छैन, सामान ट्याग भयो कि होइन, तर नसपैसक्यो त्यो हाल्नु हुन्थ्यो। ओए सेउली बजेर आइयो यार। We hope लप्सी खोला भालु के हो फर्क। आहा दामी खेती भएको चाहिँ यो त पुरान्डी बजार वाउ। यहाँको पुरान्डी बजारमा त हाम्रो बाबा त हिजो पुरान्डी बजारमा गन्तव्य त्यहाँसम्म राखेको छु जहाँ पुग्दा दुःखको अन्त्य होस् अनि सुखको सुरुवात। रोयल मकनपुर कति राम्रो लेखेको यार, मन पर्यो। पुरान्डी विरासत लाडु कुलेखानी। बाटो चाहिँ यहाँबाट चाहिँ हल्का बिग्रेको रहेछ है त। वान वे चाहिँ बिग्रिया रहेछ भनौँ न। अब वान वे त वान वे बाटो हुँदो रहेछ, के अरे वान वे दुईतर्फी भन्दा पनि यो एकतर्फी हल्का बिग्रिया रहेछ भनेको दुईतर्फी नि बिग्रिया रहेछ। अब यो पिच हुन बाँकी रहेछ कि पिच भएर नि बिग्रिया हो। यो डिडिएस भएर बाटो अहिलेसम्म केही बिग्रेको थिएन यहाँ र चाहिँ यस्तो देखियो। आशा छ यो थोरै मात्रै होला भन्ने। पुरा गाडीले धुलो उडाउँदै हिँड्दो रहेछ। ल यहाँबाट चाहिँ राम्रो रहेछ फेरि, यो पुरा कम्प्लिट छ।
ओहो पानी पऱ्यो त्यही बाटो चिप्लो हुँदो रहेछ रातो माटो पनि देखियो है यहाँ हल्का तर यसको ग्राभल राम्रै छ सायद म ड्यामको नजिकै छु त्यही भएर हल्का अफरोड देखियो होला फेरि पनि राम्रै बाटो आयो नाइस यहाँ चाहिँ हल्का बिग्रिएको अवस्था पानी पऱ्यो भने चाहिँ हल्का चिप्लो हुँदो रहेछ महालक्ष्मी खोला बजार बितेरी पुल पनि भन्दो रहेछ यसलाई ओहो के हो सबै यस्तै छ क्या हौ यसले पुरा पानी लगाउनु छ राम्रै दामी अब हल्का भिङफेरि पनि त्यस्तै छ जस्तो लाग्यो मलाई है पहिला थियो तर बाटो त्यस्तो भएको छैन होला त पक्कै देउरालीमा चाहिँ राम्रो छ पुरै खाने आज झर्ना डाँडा रहेछ झर्ना केटीको नाम झर्ना राखेको ए यो झर्ना रहेछ नयाँ गाउँ कुरेखानी तर नयाँ गाउँ भन्ने त
दामी देखियो भ्यू बुलेट हाँ चल 4 किलोमीटर Gravel Maila dulu डोबाट चाहिँ माथिबाट जानु भन्नुभयो दिदीले तर तलको चाहिँ पिच थियो माथिको चाहिँ किन जानु भन्नुभयो त्यो चाहिँ थाहा भएन है ए बजार रहेछ त सबै खसिएर पो रहेछ अफसोस कलङ्की भन्दो रहेछ यो ठाउँलाई चाहिँ तर यहाँको माछा चाख्न पर्ने है कुले खानेको यहाँ सिधै माछा खा जानु न एउटा धेरै गजी हुन्छ क्या ओहो हाँस दामी दामी फोहोर छ तर व्यवस्था गर्नुपर्ने यो दामी 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 मजा आइरहेछ हामीलाई मजा आउँदैछ
माछा खानलाई के गर्ने होला त म के गरेर माछा खाम कि नखाम ल कमेन्टमा भन्नुहोस् त म लाइभ हेर्दै त्यहाँ डिजल लिन्छु हो क्या मजाको चिसो भएको यार आर्मी लगा रह जा रहे हो यहाँबाट आएर अनि यताबाट झारेको रहेछ नि त त्यहाँ इलाकामा सवारी साधन रोक्न फोटो तथा भिडियो खिच्न पाइन्न रे म झुक्क्या जस्तो लाग्यो म पनि झर्ना मर्छु ए यता चाहिँ मोहन झर्ना जाँदो रहेछ हामी अस्ति सन्देशमा चाहिँ एउटा साथीहरू गएको थियौँ मोहन झर्ना हेरौँडा त्यसै तलै रहेछ हामी त्यहाँबाट आएर अनि त्यहाँबाट निस्केको थियौँ कि एकचोटि आएको थियौँ त्यो सानो क्लिप छ भने चाहिँ म हालिदिन्छु है यसै हजुरले हेर्नु होला त्यो टाइमको चाहिँ
जस्तै अब हामी उकालो चढ्न लाग्छौँ होइन, जस्तै अब हेर्नु है, मैले 2 गियरमा हालेको छु। अब हल्का मैले रेस्ट दिँदै गइरहेको छु। अब 3मा पुग्यो भने हल्का बढाउने के, जति हल्का मागिहाल्छ कि त्यसले होइन, हल्का साउन्डै चेन्ज हुन्छ। सिकाउनु लाग्यो हल्का लाग्यो साउन्ड। अब यसमा चाहिँ गियर स्याट्ठै घटाउने होइन, अनि सर हल्का एक्सिलेटर दिँदै अब गियर आरपिएम जति बढ्दै गयो तबै फेरि गियर पनि बढाउँदै जाने। जस्तै अब मैले 3 किलोमिटर/आवरमा मैले स्पिड छ भने मैले 3 गियरमा हानिरहेको छु अहिले। साउन्डमा त्यस्तो केही असर गरेको छैन होइन। जब मेरो स्पिड बढ्यो, अब मेरो घटिसक्यो भने चाहिँ म गियर ट्याक्कै घटाइहाल्नुपर्छ कि। जस्तै मेरो आरपिएम घटिसक्यो नि त, घट्यो भने चाहिँ गियर डाउन गरिहाल्ने, अनि फेरि हल्का आरपिएम बढ्न थालेपछि गियर अफ गर्ने। इजी छ, बिस्तारै गर्नु भने जान्नुहुन्छ। यो फर बिगिनर्सको लागि होइन, जान्नेहरूलाई त यो केही पनि होइन। सुरु मलाई पनि सिक्दाखेरि आफैले होइन कसरी उकालो उडालमा कसरी होला गियर अप गियर डाउन गर्ने भन्ने हुन्छ क्या। त्यही भएर चाहिँ मैले यो हजुरहरूको लागि सानो भिडियो बनाइदिएको। बतासेमा आइपुग्यो। देउराली 1 किलोमिटर।
फाइनली देउराली हो हेऱ्यो कति पैसा थाहा छैन चाहिँ कसरी ढिलो हुन्छ जस्तो लागेछ है देउरालीमा त पुरै सेट पहिलो क्लियरै भएन नि त अब त ठाडे ओह्रालो देउरालीबाट चाहिँ सिधै तल ओह्रालो हो बाटो गजब रहेछ ल अब भीमफेरीमा चाहिँ कस्तो छ भन्ने कुरो इन्जिनमा चाहिँ ठिक छ नि आवाज चिसो छ मेरो खुट्टा चाहिँ चिसो तातो हावा Beautiful right there. फाइनल्ली हामी चाहिँ होइन चार्ज भ्यायो मेरोमा अझै पनि चार्ज छैन टिक्दैन होला सायद हामी भीमफेरी आइपुग्यो है लास्टमा फाइनल्ली मजा आयो त्यत्रो डाँडा कटेर फाइनल्ली भीमफेरी आइपुग्यो अब बाटो छ बबाल छ ल मजा आयो ल भीमफेरीसम्म आउँदासम्म यस्तो मजा आयो यदि ठाउँमा अलिअलि समस्या छ